ल हामी चाहिँ गाडीबाट निस्क्यौँ होइन। यस्तो बवाल भ्यू छ कि यहाँनिर होइन, यस्तो दामी छ कि होइन। हाम्रो दाइ हुनुहुन्छ यहाँ, हाम्रो दुईवटा दाइहरू यहाँ पुरै फोटो खिच्नलाई बिजी हुनुहुन्छ। ल दाइ केही भनिदिनुहुन्छ कि यो ठाउँको बारेमा? यो ठाउँको बारेमा थाहा छैन, हामी पनि नयाँ आउने हो। एकदम रमाइलो छ, एकदम रमाइलो छ। यता ताल छ, मजाले माछा पालन पनि छ क्या, माछा टन्नै छन् त्यहाँ हेर्नु त, ठुल्ठुलो। पुरै जङ्गलतिर, जङ्गलै जङ्गल रहेछ है। वरिपरि पुरै भ्याली टाइपको रहेछ, मजाले पोखरी पानी। आज मौसम पनि यस्तो दामी छ यार, सोचेकै थिएन। धन्यवाद दाजु तपाईँको नि। अब फोटोहरू खिचौँ, ग्रुप फोटोहरू होइन। ल हामी चाहिँ अझै यहीँ छौँ, यो पार्कमा। यो पछाडिको भ्यू यस्तो बवाल छ, यता हेर्दाखेरि होइन। यस्तो दामी आकाश देखिरहेको, यस्तो पुरै बवाल देखिन्छ कि यो हेर्दाखेरि चाहिँ एउटा छुट्टै संसारमा आएको जस्तो फिल हुँदो रहेछ होइन। हामी चाहिँ यो जापानको फुजिसान जाने बाटोमा छौँ। यो ठाउँको नाम चाहिँ त्यति हामीलाई थाहा छैन, सायद जस आधी बाटो आइपुग्यो होला, जाँदैछौँ। घाम चाहिँ एकदम चर्को लागिरहेको, अघिसम्म मौसम राम्रै थियो। यता छौँ, यो ताल छ, यता पुरै हरियाली ताल, एकदम हेर्दाखेरि रमाइलो छ होइन। यस्तो छ। चाहिँ यहाँ आएर गाडी रोक्यौँ, त्यसपछि बाटोमा यस्तो हेर्दै 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 यहाँनिर नेपाली रेस्टुरेन्ट रहेछ। यो नेपाली रेस्टुरेन्टमा चाहिँ हामीले खानासाना खायौँ। त्यसपछि खाना खाएर ट्याक्क यहाँबाट फुजिसान माथि देखिरहेको चाहिँ यो फुजिसान हो। हल्का जुम गरेर देखाउँछु है त म। यो ठ्याक्क घरले छेकिरह, यो माथि देखिएको चाहिँ फुजिसान हो होइन। यो एकदम रमाइलो भइरहेछ, तर पुरै जाडो छ होइन। हावा चलेर जाडो भइरहेछ। अनि त्यसपछि ट्याक्क खानासाना खायौँ के अरे। खानासाना खाएर चाहिँ यहाँ कफी खाइरहेछौँ। यस्तो रमाइलो छ ठाउँ चाहिँ होइन, बस घुम्नै पर्ने ठाउँ रहेछ। अब फेरि यहाँबाट अन्त हामी जान्छौँ, हेर्छौँ कस्तो छ होइन। भिडियो कन्टिन्यू भइरहेछ, हेरेर साथ दिनु होला सबै। ल हामी चाहिँ यहाँ टक्क, ल दाइ हाई गरौँ। हेलो हाई। ल दाइ, हाम्रो भाइ होइन। टक्क हामी चाहिँ यहाँ यो के उ रहेछ, हामी चाहिँ अहिले फुजिसानमा छौँ। फुजिसान चाहिँ उता छ, देखिन्न अहिले। अब यहाँबाट हामी केबल कार माथि केही होला नि त, केबल कार चढ्ने ठाउँ छ त्यहाँ। माथिबाट भ्यूहरू हेर्न मिल्छ कि, पानारोमा भ्यू। के छ भन्नुहोस्, कस्तो लागिरह अहिलेसम्मकै स्थिति? रमाइलो छ नि। गन्तव्यमा पुगे। अब यहाँको अवस्थाहरू कस्तो छ हेर्दै उ गर्दै, तर विदेशीहरू एकदम धेरै रहेछ। अब हेरौँ केबल कार चढ्न पाइन्छ कि पाइँदैन। केबल कार चढ्न पायो भने केबल कार चढ्छौँ, केबल कार चढ्न पाइएन भने त्यसपछि फेरि यहाँ फर्किन्छौँ हामी। ल त के बोल्नु नि तपाईँ? ल यो भिडियो चाहिँ युट्युबको लागि हो होइन। युट्युबमा हेर्ने मान्छेहरूलाई यसो यो ठाउँको बारेमा भन्नु न, जो मान्छेलाई चाहिँ यो ठाउँमा फेरि आउन मन लागोस्, अथवा यो ठाउँको बारेमा अलिकति भनिदिनु न, कस्तो लाग्यो? राम्रै छ अहिलेसम्म होइन। अब घुम्ने क्रम जारी छ। हजुर, तपाईँहरू पनि यसो घुम्नलाई आउन चाहनुहुन्छ भने फुजिसान भनेर ट्याक्कै यो ठाउँमा आउन सक्नुहुन्छ। हामी टोकियोबाट 10 बजीतिर हिँडेको थियौँ। यहाँ आइपुग्दा चाहिँ हामी लगभग कति 3 बज्न लाग्यो होइन। अहिले 3 बज्न लाग्यो। अनि यहाँ आएर एउटा नेपाली रेस्टुरेन्ट देख्यौँ, त्यहाँ खाना खायौँ। अब बेलुका बस्नको लागि चाहिँ कहाँ बस्ने भनेर होटेलहरू बुक गरेको छैन अहिलेसम्म। अब हेरौँ के हुन्छ, कता बस्ने भनेर उ गर्छौँ। लाइन
लाइन रहेछ। ल हामीले चाहिँ टिकट काट्न हाम्रो दाइ जाँदै हुनुहुन्छ। यहाँनिरबाट चाहिँ टिकट काट्न मिल्ने रहेछ। थिच्नु दाइ यहाँ गर उतोना थिच्नु। 4 जना होइन हामी 4,000 गेन किन थिच्नु होइन। त्यहाँबाट हालिदिनु सुरु गरिदिनु। त्यसपछि टिकट सर र झर्छ। जान आउन नै हो के हो। यो बच्चा वानवेको 3 6 छ। वानवे मात्र गएर कहाँ बस्ने? ए झर्नलाई त हिँडेर झर्ने नि हुन्छ अनि उ गर्नेहरू नि हुन्छ क्या। वहीँ माथि नै बस्ने पनि हुन्छ। बच्चाको कति ल्याउनु त टिकट एकचोटि यहाँ यसो खिचौँ। चाडा टिकट ल हामीले चाहिँ चाडा टिकट काटिसक्यौँ यहाँबाट। ल अब यहाँ हाम्रो पालो आउने जेलसम्म चाहिँ हामी कुर्न पर्ने हुन्छ। बाङ्गो वा सोकोनी देमास का?そうですか。ありがとうございます。 बाङ्गो पर्दैन भने होइन बाङ्गो त्यहाँ आएपछि। ल हामी चाहिँ अब यो टिकट काट्यौँ होइन माथि जाने भनेर टिकट काट्यौँ। ल यहाँ टिकट छ। अब हामी यहाँबाट रोपवे चढेर यो चाहिँ माउन्ट फुजी पानोरामिक रोपवे भनेर लेखेको रहेछ। अब यहाँ आफ्नो पालो आउनलाई लगभग मान्छे धेरै छ। 30 मिनट जस्तो कुर्न पर्ने रहेछ होइन। यहाँ कुरेर माथि गएर बवाल फोटो भिडियो खिचौँला भन्ने सोध्छ। त्यसपछि हुन्छ। ल दाइ ल यसो के भन्नु दाइ? 1 2 3 गो। सुन किन मनमा राख्छौ तिमी 1 2 दिनका मेरा अनुपस्थिति यता आउन मलाई हेर न। देखिरहेको छु म तिम्रै छेउमा छु नि किन बस्छौ गुनासो गरी त्यही पुरानो कुरा लिएर फेरि नजिक आउन हात समाउन सबै कुरा मेरो स्पर्शमै छ नि मायाको कुरा गर्न आउँदैन शब्दसँग खेल्न म जान्दिनँ गहिरेर सुन निहालेर हेर सबै कुरा भयो दाइजो दाइजो दाइ ल अब दाइको पालो ल एउटा जुन जस्तो गीत आउँछ त्यस्तो एउटा गाउनै पर्छ दाइलाई। आउँदैन माइक समात्नु ल ल। हेलो हेलो सबैलाई नमस्कार। म चाहिँ अहिले जापानबाट बोलिरहेको छु। जापानबाट। मेरो नाम चाहिँ देवी प्रसाद हो। अनि मलाई एकदम गीत गाउनलाई उहाँले अनुरोध गर्नुभएको छ। खासै गायककार त होइन म, त्यही पनि अब जानी नजानी 1-2 टुक्का गाइदिन्छु। के गीत गाउँदा काँचो ओखरा कठै भनी बोलाउने मेरो को छ र जाले रुमाल सिनाको त्यो म दाइ चल्दैछ इमा आनो भिडियो नाट्य भिडियो जाले रुमाल अनि अनि के थियो? धेरै धेरै धन्यवाद। हाम्रो जापानिज बाजेले चाहिँ खिचिदिरहनु भएको। हामी चाहिँ यहाँ ठ्याक्क अब माथि जानको लागि केबल कारको वेटिङमा छौँ। हामी चाहिँ यहाँ सबैले एक एकवटा गीत गाएर अब 15-20 मिनट चाहिँ कुर्न पर्ने रहेछ होइन। जसरी टाइम पास त गर्न पऱ्यो। अनि त्यो टाइम पास चाहिँ कसरी गर्ने भन्दाखेरिमा चाहिँ भाइले गीत गाएर सकायो अघि होइन। अब दाइको पालो थियो, दाइले अड्किनु भयो होइन। दाइ फेरि सम्झिनु एकछिन सम्झिने बेलासम्म दाइको ठिक छ एकदम। म त बरु त्यहाँ पौडी खेल्नु भने चाहिँ पौडी खेल्न सक्छु होइन। गीत गाउने कुरा नगर होइन जसरी नै एउटा गाउनै पर्छ। बरु त्यहाँ डाइ बाँध्न सक्छु। देउडा गाइदिनु देउडा के राइजोमा झुमा क्यामस क्या के छौ राइजोमा। ल यति हो।
क्या के छ हो राइजुमा सुइमासेन हो नि त नि आर्या जामस्ता ल हामीले चाहिँ बाजुले लगभग 2-3 मिनटसम्म खिच्दियो होइन हाम्रो यो बाजेले हो खिचेको काउन्टर विकेट लाइन देखा भन्छ काउन्टर विकेट यस्तो राम्री छ त कसरी देखाउनु के अब बिहेन भने भाइ मात्रै हो त्यही भएर चाहिँ भाइले चाहिँ जे गर्छ भाइले गर्छ भने जस्तै हो होइन यस्तो छ तर ब्याट्री ल्याउन बिर्सेछ है त्यही भएर अलि मिलाइ खिचौँ त्यो चाहिँ हामी लाइनमा बसिरहौँ होइन अब कतिखेर पाला हुन्छ थाहा छैन होइन दाइ एकदम वेटिङमा छौँ यहाँ छौँ हाम्रो भाइ यता हाम्रो दाइ यता हुनुहुन्छ पछाडि यस्तो लाइन पनि बढ्यो अगाडि लाइन पनि बढ्यो अब केबुल काना सरर माथि डाँडामा गएर मनकामनाको डाँडामाथि सर्र घिउमा झानेको भन्छ नि दाइ त्यस्तै खालको हुन्छ हामी चाहिँ 4 जनाको ग्रुप छौँ हेरौँ अब माथि केबुल काना गएर कतिको रमाइलो भ्यू देख्न सकिन्छ हेर्छौँ माथि चाहिँ यस्तो रहेछ होइन पिङ खेल्न मिल्दो रहेछ माथिबाट हेर्न मिल्दो रहेछ पिङ खेल्न मिल्दो रहेछ होइन अनि त्यसपछि यो के हो यो फोटो खिच्न मिल्दो रहेछ माथिबाट पुरै भ्यू हेरेर यस्तो रहेछ अब माथि गएर हेर्छौँ कस्तो छ यहाँ चाहिँ टिकट चेक गर्ने ठाउँ रहेछ यहाँ चाहिँ टिकट चेक गर्ने ठाउँ रहेछ क्या ए ल हाम्रो पालो त अर्कोचोटि आउने भयो नि त टिकट लिएर रेडी गरेको अर्कोचोटि आउने भयो हाल्छ यहाँबाट चढ्ने ठाउँ रहेछ ल ल ल लाइन अगाडि बढ्यो त जम लाइनै लाइन भन्नुपर्ने कि झ्याउ त यो छ ए यिनीहरूले चाहिँ टिकट काटेको रहेछ तर बच्चाको नलाग्ने रहेछ टिकट ल यसरी नान्जी मादे मोदोतेも夜大丈夫ですか何時まで戻っても大丈夫ですか今日の最終便は6時20分です。 6時6時20分。までに戻らないと戻ることできないですはい、そうです。後で計算する。ああそれはいくらぐらい何分ぐらいかかりますか計算は大体30分40分ぐらい。わかりましたありがとうमाथि 6 बजेर 10 मिनटभित्र चाहिँ तल आएन भने त के अरे हिँडेर आउनुपर्ने हुन्छ अरे हिँडेर आउँदा चाहिँ ओ यस्तो दामी रहेछ नि त हिँडेर आउँदा चाहिँ 30-40 मिनट लाग्छ भन्छ वाउ बवाल रहेछ त हामी चाहिँ चढ्यौँ है अहिले चाहिँ हामी चाहिँ चढ्यौँ के अरे अब यहाँबाट धेरै मिनट चाहिँ होइन जम्मा 2 मिनटको बाटो हो होइन होइन त दाइ कस्तो भइरहेको रमाइलो लागिरहेको नि त्यसपछि माथिबाट अब हामी कस्तो देखिन्छ यहाँबाट देखिँदो रहेछ
यस्तो देखिन्छ होइन ए नडराउन है केही हुन्न त ओ दामी देखिँदो रहेछ ल यस्तो दामी देखिँदो रहेछ ल माथिबाट यो हो नि त तरिका ओ माई गड बब्बाल देख्दो रहेछ नि त माथि माथि गइरहौँ ठाडै उकालो ख जस्तो है झार्दा नि अगाडि लाने यता साइड यहाँ छेउ उताको यता छेउ यस्तो देखिरह यो चाहिँ मैले पुरै बाहिर हात निकालेर खिचेको हो यस्तो छ वाइड आइसकेछ यति छिटै आयो नि त दाइ कस्तो लागिरह भन्नु तपाईँलाई यताको भ्यू एकदम तलतिर यस्तो देखियो ल वाल देखियो माथिबाट चाहिँ हामी केबल कारमै छौँ अब चाहिँ हामी ओर्लिने तरकरमा छौँ होइन यस्तो डर लाग्ने रहेछ ल यहाँबाट देखेको भ्यू चाहिँ यो यहाँ हामी यहीँ तलबाट आएको ल हामी चाहिँ अब माथि उक्लिरहौँ होइन ल माथि आइपुग्यो यस्तो दामी देखिँदो रहेछ होइन यहीँ तलबाट आएको हामी अघि त्यहीँ थियो उहाँ छ हाम्रो गाडी पार्किङमा दिस ओए भने यहाँ लेखेको रहेछ 40 मिनट लेख 40 मिनट गयो भने चाहिँ यहाँबाट ऊ तल पुग्छ अरे जाडो हो त है यहाँ त जाडै महिना जस्तो हो त यहाँबाट चाहिँ तल पुग्नलाई 40 मिनट हिँड्न पर्छ अरे के कुरा फुइसानो त्यहाँ त्यो ठुलो अग्लो देखेको फुइसानो फुइसानो उहाँ खेल्ने ठाउँ नि रहेछ त नि ऊ सरर खेले त्यो फुजी क्यु होइन त्यो फुजी क्यु हो हामी चाहिँ माथि आइपुगिसकेका छौँ होइन ल फुजी सानो ठ्याक्क उसमा पारेर एउटा फोटो हानौँ त दाइ भिडियो ल माथिबाट पनि खिच्न त मिल्छ यस्तो छ होइन यो कत्रो फाँट यार हेर्नु नि त्यहाँ कस्तो खाली के मन्दिर पनि रहेछ त्यहाँ ट्याङ ट्याङ जानु आउनु यहाँ आउन चाहिँ 1000 रुपियाँ तिरेपछि आउन मिल्दो रहेछ तलबाट आउन र जान 1000 रुपियाँ हो अब ओ माई गड तल कस्तो दामी देखियो क्या यो चाहिँ यता फुजिसानको साइड हो बादलले हल्का छेकेको चाहिँ फुजिसान हो त्यसपछि यो चाहिँ पोखरी हो अहिले हामी आएको चाहिँ यहाँबाट चढेर आएको यस्तो दामी सिन आउँछ भनेर मैले सोचेको थिइनँ वाउ बवाल दामी आएको क्या बवाल दामी आएको सरर यस्तो गर्मीमा पनि चिसो हावा विदेशी चाहिँ टन्नै छ गोरा गोरा मान्छेहरू काले पनि छ यहाँ अगाडि हालिन्छ
चाहिँ फुजिसन ठ्याक्कै उसबाट हेर्दाखेरि चाहिँ यो होला। उसबाट हेर्दा चाहिँ यो माउन्ट फुजी हामी यहाँ चाहिँ हेर्दैछौँ होइन। यहाँ चाहिँ दूरबीन पनि रहेछ हेर्नको लागि। यहाँ घन्टी पनि छ, घन्टी पनि एकचोटि बजाइदिउँ न त। धेरै भयो घन्टी नबजाएको नि होइन। चाहिँ घन्टी हो। ओइ कसरी बज्छ त यो? यसरी बज्दो रहेछ, यसरी बज्दो रहेछ। त माथि चाहिँ के छ? पुरा को भइरहेछ। यहाँ माथिसम्म पनि जान मिल्दो रहेछ त। तर हाम्रो केटाहरू कता गयो खोजौँ पहिला। ल यो चाहिँ ठ्याक्क फुजिसानको भ्यू हो। यो पछाडिको चाहिँ ले आउनु आउनु सबैजना आउनु न एकचोटि। यो पछाडिको चाहिँ फुजिसानको भ्यू हो। यहाँ देखिएको चाहिँ यो फुजिसानको भ्यू हो। यस्तो बवाल रमाइलो हो यहाँ चाहिँ होइन। हामी चाहिँ जस छुट्टै संसारमा आएको जस्तो फिल भइरहेछ। हामी ग्रुप छौँ 4 जना होइन। गाडी तल रोकेर आएको जस यहाँ केबुल कारबाट आएर नि यस्तो रमाइलो फिल गरिरह होइन दाइ? एकदम आजको दिन चाहिँ एकदम रमाइलो भइरहेछ। आज र भोलि चाहिँ हाम्रो एकदम घुमघाम दिन हो। हामी पुरै घुमेर भिडियो बनाएर एकदम इन्जोय गर्ने सोच छ। तर बेलुका बसाइको ठेगान पाइयो कि होइन होइन त्यो पनि हुन्छ बिस्तारै। ल ल हामी चाहिँ यहाँबाट अलि माथि आयौँ होइन। ल यो चाहिँ यस्तो छ होइन। गेट रहेछ बबाल। यो अगाडिको चाहिँ भित्रको चाहिँ मन्दिर होइन। यस्तो छ यहाँनिर। केबुल कार रोपवे स्टेसन भन्छ। धेरै माथिसम्म जाने बाटो रहेछ। एकचोटि माथिसम्म जाऊँ न त के रहेछ हिँडौँ। अब यो बाटो चाहिँ अलिकति नेपालको भन्दा नि अलिकति उ छ। त्यही पनि हेर्दै इन्जोय गरौँ न। तर मलाई चाहिँ यस्तै ठाउँहरू यस्तै मनपर्छ होइन। उकालो छ सगरमाथाको नजिक हो नि यो पनि। अहिले हामी 1000 कति मिटर 1075 मिटर माथि छौँ। त्यहाँबाट नि उक्लिँदैछौँ। यहाँ माथि चाहिँ के छ हेरौँ। त्यताबाट नि जाने मिल्ने रहेछ त। बाटो त रहेछ। जाँदैछौँ। अझै माथिसम्मै जाने ठाउँ रहेछ त। यहाँबाट नि हेर्ने ठाउँ रहेछ ल माथि कस्तो छ। यस्तो छ है। चोट त्यहाँ माथि गएर नि हेरौँ न। ल भित्र रोकिदिएको रहेछ नि त। ल भित्र जानै नपाउने रहेछ। त्यहाँबाट मात्रै यहाँ माथि गएर हेर्ने ठाउँ रहेछ। जान पाइएन। ल यस्तो छ। अब हामी अगाडि बढ्दैछौँ। अलि माथिसम्म गएर हेरौँ कस्तो छ के छ। उकालो चढिरहौँ। त्यसरी त हो रमाइलो भनेकै। तर जे होस् अलि लङ टुर आउँदाखेरिको मजा चाहिँ छुट्टै छ कि। मलाई चाहिँ एकदम उलायो। हाइकिङ पनि भयो नि त। थोरै हाइकिङ भयो नि होइन दाइ? सिन पनि राम्रो आउँदो रहेछ हो। यस्तो ठाउँमा पनि सिन राम्रो आउँदो रहेछ क्या। तर बाघ भालु त छैन होला नि त यहाँ होइन? बाघ भालु त छैन होला तर कहाँसम्म जान मिल्छ होला। के हिँडेरै तल झर्ने त दाइ? तर सुरुमै थाहा भए चाहिँ एकतर्फी काट्नु हुन्थ्यो होइन? पुगिन्छ। यिनीहरू बिस्तारै हिँड्छ नि त। त्यही भएर टाइम चाहिँ हेर्दै गर्नु है दाइ। 6 बजेर 10 मिनटसम्म भने जस्तो लाग्यो।
त्यही पनि के अरे जतिखेरसम्म उ गरे नि पाइन्छ फर्किन चाहिँ भने जस्तो नि लाग्थ्यो अघि फेरि। यहाँ चाहिँ नेपालकै जस्तै हिलो सेम टु सेम। गाडी जाने ठाउँ पनि छ त है यहाँ। कहाँ दाइ? यहाँनिर चाहिँ के लेखेको छ भन्दाखेरिमा यो चाहिँ यामा जाने बाटो चाहिँ यो हो, त्यो स्टेसन जाने त्यता भयो। यो चाहिँ अलि सानो के जिन्जा जस्तो छ अरे तल चाहिँ, त्यहाँ जाने बाटो हो भनेर भने। यसलाई सोधौँ है त, यो यताबाट आएछ। हेलो डियर भ्यू पोइन्ट डियर नाइस भ्यू पोइन्ट Yeah, nice. you know, Fuji Mountain. where are you from? Why? Just we Nepal. Yeah. Okay. Thank you. Arigato. किन भन्छ सोधेको ठिक छ भन्छ माथि, तर सोध्न चाहिँ नपर्ने हो, तर रमाइलोको लागि यसो सोधिदिएको होइन। ठिक छ, चढ्दैछौँ अब हामी। माथिसम्म चढौँ अब। यो पानी हो कि बत्ती सत्ती होला नि। यहाँ चाहिँ च्याउ रहेछ, यस्तो त खान हुँदैन हुन्छ है, तर जापानमा नि आएर यस्तो च्याउ नेपालमा पहिला बच्चामा बाख्रा गोठाल जाँदाखेरि देखिन्थ्यो, यहाँ चाहिँ ठ्याक्क देखियो। खान त खाइँदैन थियो दाइ। च्याउ चाहिँ कहिले नि मरिन्छ भन्थे के अरे बाबाआमाले बच्चामा, अनि खानै नहुने चिज रहेछ भनेर। त्यो त उयो न हो सुगुसोको त्यसका Sorry, English? English. View point is nice view point, dear. Yes, nice. Thank you. जापानिज होला भनेर सोधेको, चाइनिज परेछ। इङ्ग्लिस त मलाई नि आउँदैन, त्यही नि यसो टुट्याफुट्या इङ्ग्लिस बोलेर नि त्यहाँको भ्यू पोइन्ट चाहिँ ठिक छ भनेको। ठिक छ, नाइस छ भनेको अरे। कसले तिनीहरूले होइन नि, अघि फोटो खिच्ने त अलि आशासी थियो। भाइ उल्टो नहिँड नि तिमी खालि यहाँ बाटो यतातिर। Dear nice place. Dear nice place. What? Nice place. Dear. Nice. Well, it's more or less the same of there, but you only need to talk 1 minute more. Just? Yes, just 1 minute. Oh, okay, thank you. ल अब हामी चाहिँ यहाँ ओह्रालो झऱ्यौँ है। यसरी हामी ओह्रालो चढ्दैछौँ। अघि चढ्दाखेरि चाहिँ स्याहाँ भएको थियो, अब अहिले चाहिँ ओर्लिँदाखेरि खासै त्यस्तो स्याहाँ छैन। जस रमाइलो छ। माथि गएर हामी बस्यौँ, यसो टिकटक सिकटक बनायौँ, माथि गएर बस्यौँ केही समय। अब हामी तल चढ्दैछौँ, चढौँ अब तलसम्म, अनि त्यसपछि त्यहाँबाट फेरि केबल कार चढेर सरर। यो चाहिँ खोइ चाइना कि कहाँबाट आएको रहेछ, हामीलाई के छ माथि भनेर सोध्दैछ। कोरियन? Hong Kong. ओ हङकङ, नाइस कन्ट्री। बाई बाई। हङकङको मान्छे रहेछ, तेरो त्यस्तो राम्रो छ भनेको। थ्याङ्क यू भन्छ। सबै विदेशी छ क्या, जापानिज त एक दुईवटा भन्दा देखिन्न यार, सब विदेशीहरू मात्र रहेछ। हामी तलतिर झरेर आइपुग्नु लाग्यो। अब यहाँ चाहिँ मन्दिर यस्तो रहेछ होइन, यहाँनिर चाहिँ पुरा यो आफ्नो के कामनाहरू लेखेर टाँच्ने होला, त्यो पुरा हुन्छ जस्तो। ओ तोकोरो ओ नामाई भनेर लेखेछ के अरे। अब हामी फर्क्यौँ यहाँबाट, फेरि चढ्छौँ होइन। ब्याट्री पनि भ्याइयो मोबाइलको। अब गाडीमा नपुगिकन हामीसित ऊ छैन, चार्ज गर्ने स्थिति छैन। मोबाइलमा चाहिँ अब 2% छ, स्विच अफ हुनलाई। त्यसपछि अब यहाँबाट हामी ऊ चढेर त्यसपछि तल गएर गाडीमा गएर चार्ज गर्छौँ, अनि हेरौँ त्यहाँबाट डेस्टिनेसन फेरि कहाँ हुन्छ, कुनै पार्कहरू अथवा कतै घुम्न जाने ठाउँ। एकचोटि यहाँबाट यो सूर्य अस्ताएको हेरेर जाने कि दाइ है। यो ठ्याक्क सूर्य यताबाट अस्त हेर्नु थालिरहेको फेरि अस्त हुन्छ, तर यहाँबाट नि दामी देखिन्छ जस्तो लाग्छ। अब हेरौँ के हुन्छ, एकछिन छलफल गर्छौँ अब हामी 4 जना। तल आयौँ, त्यसपछि चाहिँ तलबाट हामी यहाँ केबल कार चढ्ने ठाउँमा छौँ। यहाँनिर आइरहेछ केबल कार।
यतापट्टि साइडबाट रहेछ है दाइ हाम्रो दाइले चाहिँ खोल्दै हुनुहुन्छ ढोका ドア付近に立ち止まらず左右に分かれて車内奥の方へとお進みください ल अलि अगाडि आइजऱ्यो त्यसपछि अब आयो हामी चढ्छौँ हामी यहाँबाट चाहिँ होइन त्यहाँ आएपछि चाहिँ कस्तो बिस्तारै आउने के त्यो पनि ठ्याक्कै त्यहाँ पुग्छ कि 待下车的乘客下完后请跟着前面的乘客上车请不要站在车门附近 ल आइपुग्यो 左右分开往车厢里面走 एकचोटि टोक्यो अब निकालिदियो होइन त्यो 3 जना मात्र आएर रहेछ एउटा छ ल दाइ खोल्नु この付近には立ち止まらず ल दाइले खोल्यो अब ल तँजो भनिहाल्यो जाम 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 ल अब हामी चाहिँ यहाँबाट टक्क अगाडि नै पऱ्यौँ योचोटि चाहिँ तर हल्का आउने रहेछ क्या सिसाको ल अब चाहिँ हाम्रो पुरै ठ्याक्क सूर्य अस्ताउन थालेको छ यो भ्यू चाहिँ बवाल हुन्छ ल कति मान्छे चढेको अब चार्ज चाहिँ 5% रहेछ सूर्य अस्ताउन थाले रहेछ यार हल्का जुम गऱ्यो भने त अब क्या बवा लाग्यो कि सूर्य अस्ताउन थालेको ल सूर्य चाहिँ अस्ताउन थाले रहेछ होइन हेर्दै जाउँ धेरै राम्रो हुन्छ होला ल ठ्याक्कै अब भयो हल्का जुम आउट गरौँ थोरै जुमै गर्न पर्ने रहेछ ल हामी आइपुग्यौँ तल अब हामी यहाँबाट ओर्लेर गाडी भएतिर जान्छौँ माथि भ्यू एकदम रमाइलो भयो ल यसमा आथ्यौँ हामी चाहिँ बस जस्तो यताबाट अब हामी अघि आथ्यौँ भने अब चढ्यौँ तल गुड मर्निङ डे 2 है आज चाहिँ हाम्रो डे 2 हाम्रो हामी चाहिँ उठेर बिहान 6 साढे 6 बजीतिर उठ्यौँ त्यसपछि यो होटेलबाट बसेर हामी निस्क्यौँ त्यसपछि यहाँ लसनमा आएर कफी सफी होइन कफी सफी खाएर फ्रेस भयौँ हाम्रो दाइ यता आउनुहुन्छ त्यसपछि म यता छु होइन त्यसपछि अब चाहिँ हामी यहाँबाट चाहिँ ओइसी पार्क भन्ने जान्छौँ त्यहाँ गएर फेरि हाम्रो सुरु हुन्छ आज चाहिँ हाम्रो डे 2 हो हामी हिजो चाहिँ आएर उता पस्यौँ होटेलमा ठिक छ अब हामी यहाँबाट जान्छौँ यो ठाउँको नाम चाहिँ लेक खावागुचीको भन्ने हो यहाँ बोर्डमा लेखेको छ लेक खावागुचीको अगाडि देख्छ नि त अगाडि कति पोखरी रमाइलो छ ठुलो देख्छ अहिले बोटिङ गर्नुपर्छ स्पिड अप यस्तो छ बाइकमा चढ्ने अब आजको हाम्रो डे 2 चाहिँ सुरु भयो गाडी यहाँ छ अब हामी यहाँबाट पार्कमा जान्छौँ पार्किङ गर्ने ठाउँ छैन यहाँ त छैन हावा मिल्ने रहेछ यो फुलमा नि होइन अलिक अगाडि गाडीहरू अहिले चाहिँ हामी पार्क जाँदैछौँ है
चाहिँ पार्कमा आइसकेको छौँ। गाडी यहाँ पार्क गरेर 포지션이 야마노 히치와니 가츠 도스루 यो छ होइन यस्तो रहेछ यहाँ चाहिँ टक्क पोजिसन जस्तै बनाएर राखेको रहेछ। दामी रहेछ यो होइन त त्यहीँ ठिक छ। यस्तो रहेछ होइन जाम यसो अगाडितिर हेरौँ। यो पार्कको नाम चाहिँ ओइसी रहेछ ओइसी। सही फुलहरू रहेछ त्यता छिर्न चाहिँ नपाउने रहेछ होइन तर दामी रहेछ। यस्तो छ यस्तो हेर्नलाई चाहिँ यस्तो रमाइलो रहेछ कि होइन यो माथि। आज हाम्रो डे 2 हिजो चाहिँ हामी उता माथि माथि चढ्न गएको थियौँ। आज चाहिँ यो पार्कतिर आछौँ। अब बिहान छ भर्खर दिन सुरु भयो हेरौँ। है यता छौँ हामी चाहिँ होइन 4 जना छौँ हाम्रो 4 जना ग्रुप होइन। एकदम रमाइलो हुनेवाला छ आज नि। होस् यहाँ तल जाने ठाउँ रहेछ होइन जो चाहिँ उसमा जाने ठाउँ हो। यो पोखरीसम्म छिर्न मिल्ने रहेछ। तर पुरै पानी रसाइरह यार है पुरै पानी रसाइरहेको रहेछ यहाँबाट चाहिँ। भर्खर घामलाई ल हामी चाहिँ यहाँसम्म आउन मिल्ने रहेछ। ल खोलामा पस्ने भएन नि तिमीले ल यहाँसम्म आउन मिल्ने रहेछ होइन। अब यो ढुङ्गाहरू पार गरेर ओ क्या सफा रहेछ त यार पानी। पानी त लास्ट सफा रहेछ त। उमीको भन्दा राम्रो हो पानी किलेर के। तर माछा चाहिँ छैन क्या। तर एउटै जोड्डेकै ताल रहेछ त। कति ठुलो त यार यो त पुरै है एरिया नै पुरै उ रहेछ यार। यस्तो तालहरू नि छ त उता के अरे सुदूरपश्चिम उसमा। ल यस्तो छ पानी चाहिँ यस्तो बवाल छ होइन। यो पछाडि देखेको चाहिँ फुजी हो पुइसान देखिरह। यो पुरै ताल हो यी पानी। क्या दामी छ के ल हाम्रो केटाहरू यहाँ केटाहरू भन्न आउँछ फेरि। अब यो भ्लगमा चाहिँ मैले सबै केटाहरू भनेको चाहिँ माइन्ड नगर्नु होला है। यस्तै ल ठिक छ ल। ल यहाँ चाहिँ फुलबारी रहेछ होइन यस्तो दामीको। यो माथिको सानो टुप्पो देखेको चाहिँ यो चाहिँ फुजिसान हो है। यताको जापानको सबैभन्दा अग्लो हिमाल हो। यहाँ चाहिँ के होला यो पनि फुलै त होला नि होइन। यस्तो दामी रहेछ कि जस्ट 2-3 दिन घुम्न आउनको लागि चाहिँ यो ठाउँ बवालै लाग्यो मलाई चाहिँ। तर आज हिजो हल्का पानी परेर मौसम अलि खराब थियो। तर आज चाहिँ मौसम चाहिँ एकदम राम्रो छ।
यस्तो फुल पाइँदो रहेछ होइन। मौसम चाहिँ आज राम्रो छ तर घामले पोल्न थालिसक्यो। बिहानै 6 बजे यस्तो छ। यहाँ चाहिँ 9 बजेदेखि 5:20सम्म जान मिल्दो रहेछ। फुलबारीहरू छ के अरे यहाँ पनि भित्र, अरू नै फुलहरू के रहेछ। यतापट्टि अर्को छ सेम काठमाडौँ जस्तै के, वरिपरि चाहिँ पहाड छ होइन त। सेम काठमाडौँ जस्तै होइन त, वरिपरि पहाड छ अनि बिचमा चाहिँ बस्ती जस्तो पोखरा जस्तो नि पुरै ठुलो ताल छ। जस छुट्टै रमाइलो के यहाँ आउँदाखेरि। आज चाहिँ हाम्रो डे 2 हो होइन। यहाँ लेखा रहेछ बोर्डमा के छ यहाँ भित्र भनेर चाहिँ। कति थरी फुल रहेछ त। ल यो बोर्डमा लेखेछ आइरिस। पुरै फुलहरूको नामहरू छ। यति फुलहरू चाहिँ यहाँनिर चाहिँ रहेछ होइन। यहाँ घर रहेछ फेरि यस्तो होइन। पैसा झारे नगर न। ल हामी चाहिँ अहिले यो पार्क ओइसी पार्क भन्नेमा चाहिँ यसरी घुम्न आएको छौँ। यहाँनिर चाहिँ पुरै एकदम रमाइलो, पुरै फुलबारीहरू पुरै एकदम रमाइलो छ। यसरी हामी चाहिँ हिजो बिहान हिँडेको थियौँ। त्यसपछि बिहान हिँडेर चाहिँ अहिले यो पार्कमा चाहिँ बिहान उता माथि बसेर अहिले चाहिँ हामी यो पार्कमा घुम्न आएको छौँ। यहाँबाट नि एकदम राम्रो भ्यू छ। तपाईँहरूलाई पनि घुम्न आउन मन छ भने यहाँ आएर एकदम रमाइलो गर्न सकिन्छ होइन। यहाँ माथि यस्तो दामी ऊ देखिरहेको के यो क्याम्प गर्न मिल्ने ठाउँ। म हल्का जुम गरेर देखाउँछु है त। यो माथि देखिएको छ नि यो सानो क्यामेराले चाहिँ सायद त्यति कभर नगर्ला, तर जस एकदम राम्रो छ। यो भ्यू चाहिँ यहाँ ठ्याक्क फुजिसानको यो अगाडि देखेको चाहिँ फुजिसान हो। अहिले चाहिँ बादलले पुरै छेकेको रहेछ। बादलले छेके पनि तर कस्तो दामी देखिरहेको के। आकाश पनि एकदम राम्रो जोस्। यस्तो ठाउँमा आएर भ्लग बनाउँदाखेरि मलाई नि एकदम खुसी लाग्यो होइन। यस्तो मजाले फुल फुलिरह र छुट्टै रमाइलो फिल भइरहेछ। यति रमाइलो हुन्छ होला भनेर त सोचेको थिएन। हामी दाइ र भाइ 4 जना मिलेर आएको। सायद बुढी बच्चालाई ल्याउनु पाए भए अझै खुसी हुन्थ्यो होला, तर बुढी र बच्चालाई चाहिँ त्यस्तै के परिस्थितिले गर्दा मिलेन। त्यही भएर जस हामी आउँदा नि जस एकदम खुसी लाग्यो। अब अझै पनि आज हामी दिउँसभरि घुमेर बेलुका मात्र फर्किने प्लान छ। हेरौँ